त्यहाँ रवि लामिछानेको त्यो चाहिँ तपाईँको चितवनदेखि नवलपरासी होइन रूपन्देहीमा रवि लामिछानेको क्रेज देख्दाखेरि बालेन शाहको अस्तिको मधेसको र झापाको क्रेज बिर्सने किसिमको छ। फेरि हेर्नुहोस् है, त्यहाँ के देख्यो भन्दा जनता सडकमा चाहिँ तपाईँको चाहिँ दुईजना पात्रको खोजीमा छ अहिले। हेर्नुहोस् है, आम नागरिकहरू अब चाहिँ सदनमा हुनपर्ने, सरकारको नेतृत्व गर्नुपर्ने पार्टी र प्रधानमन्त्री हुनुपर्ने क्यान्डिडेटको हिसाबले हुने भने रवि लामिछाने र बालेन शाह यी दुईटा पात्र मात्र चाहिँ अब उपयुक्त पात्र हो। अरू पात्रहरू सबै परीक्षण भइसकेका पात्र हुन्। परीक्षण भइसकेको पात्रहरूलाई अब हामीले तिरस्कार गर्नुपर्छ। त्यो ढङ्गले अहिले चाहिँ मतदाताहरू चाहिँ अगाडि बढेको देखिन्छ। म आफै पनि होइन भ्याली बाहिर चाहिँ करिब चाहिँ 8-10 दिन घुमेर आउँदाखेरि मैले पनि के देखेँ भन्दा रासोपाको एकल बहुमत 138 त आउने देखिनै सक्यो। किन भन्दा चुपचाप घल्टी छाप भन्छन् क्या गाउँमा मानिसहरू। अब 138 मात्रै होइन, यही ढङ्गले चुनावी प्रचार प्रसार फागुन 4 गतेबाट जो निर्वाचन आयोगले भनेको छ फागुन 18 सम्म जाने हो भने र विदेशबाट पनि जसरी चाहिँ लहर चलेको छ चाहिँ फागुन 21 को निर्वाचनको निमित्त चाहिँ नेपाल फर्किने, आफ्नो देश फर्किने